अब हाम्रो जर्नी स्टार्ट हुँदैछ एबीसी को लागि। एबीसी मेरो दिल छ पोखरा मेरो सिरानी हो सिरो पाखर। गुड मर्निङ फ्रम पोखरा। अब हाम्रो लन्च गर्ने टाइम भएछ। खानासँग खाना पाएको मजा आइरहेछ। एउटा प्रो टिप चाहिँ के भन्दा एबीसी आउँदाखेरि जहिले पनि अलिकति एक्टिभ मान्छेसँग आउनु होला। एबीसी मात्र होइन ट्रेकिङहरू अब यस्तै स्लो हिँड्छ मान्छेहरू। हामी कुरेको कुरे गर्नुपर्ने 2-4 दिन उहाँहरूले गर्दा नै लेट भइसक्यो। जो भयो यो ग्रुप मेरो जहाँ देख्यो पनि अडिनी मात्रै भन्नुहुन्छ। के गर्ने अब यस्तै छ। चाहिँ हामी कुन ठाउँमा आइपुग्यो? काँडामा आयो। हामी यो जिपमा जाने अनि के 2 जना ड्राइभर खलासी जस्तो के छ। तिमी चाहिँ गाडी पुस्नेवाला के गाडीमा जान नपाउने पुस्ने भन्छ नि त सुरुमा। अहिले 30-35 मिनटको फेरि जिपमा ट्राभल गरिसकेपछि हामी यो ठाउँमा छौँ होइन। यो ठाउँको नाम चाहिँ अब यहाँदेखि यो ठाउँको नाम झिनु होला। यहाँदेखि ट्रेक स्टार्ट हुन्छ। बेब क्या है भाइ साहब? होटलबाट कति बजी हिँडेको? 2:07 झिनु पारीबाट। के अघि चाउचाउ खाएको होटलबाट। कति नाममा अकाउन्टेन्ट 2टा? थ्याङ्क यू। कालो बादल आकाश अनु पर्ख अनु प्लिज। Namaste means greeting. झन्डै हामी कति हिँडेपछि 2 घन्टा? 1 hour 38 minutes. तलबाट 1 hour 38 minutes. 1.5 घन्टामा यहीँ आइदो रहेछ। चिल छ, राम्रो सानो सिटी छ। हाम्रो टोली चाहिँ यस्तोमा के बस्ने भनेर अगाडि बढ्दैछ। त्यही त हाम्रो टोली अझै 2 घन्टा हिँड्न रेडी छ। नभए त पानी बिग्रिन्छ त। सोमरङ यही हो हैन? भर्खर पानी आउला जस्तो भएर सबैले रेनकोट लाग्यो। आज लास्टमा लाउनु भएको त्यो लाउनु परेन। चाहिँ बचे म पनि सुखै म अहिले मैला हेरिरहेको छैन। ए हेरे छोड्न बाबा अरे मेलैमा गएको कान्छीसँग भेट भएको माइखोलाको तिरैमा बसी नछुटिने कसम खाएको नछुटिने कसम खाएको नछुटिने माया अब धेरै नसक्छौ तिम्रो त्यो चालो देखेर राज। This is Nepali dance. Yes. You do it like this. जाने भए जाऊ कान्छी लाजी तिमीलाई म कान्छी नाची ए वनस्पति बरोबर नाना पखेरुमा जन्मे टाकुरामा खेल्ने। Having breakfast at Sinwa. लोअर सिन्वा। What's the breakfast? सुक्खा रोटी हामी भर्खर अपर्सन भयो। हाम्रो पिपलहरू अझै देखिनु भएको छैन। अनु अगाडि गइसिन भेटाइन मैले। त्यही भने यहाँ एकछिन बसेर जानु हुन्थ्यो नि। दिजु अनुलाई देख्नुभयो? कहाँ पछाडि त होइन होला, लास्टमा त कहाँ हुनु अनु? अनु ए हैछ सिनुवा अप्पर सिनु दोबान ए वाह लन्च ए लन्च त्यहाँ हो।
कहाँ पुगिन् कहाँ देखिए थिएन अहिले फेरि साँच्चै हो बाघले त भेटिन अनु अनु ओ अनु त्यत्रो बोलाएको सुनियो थिएन हामीलाई यस्तो दुःख दिने पानी खाऊ भेटाउन गाह्रो भयो हेलो कति बजे पुग्यो भनौँ सागहरू चाहिँ यसरी फलाइरहेको छ साग कोबी वर्षमा 7 वटा हानिन्छ 129 हस् हस् बुवा 129 मा हामी कहाँबाट हिँड्नु पऱ्यो ब्याम्बोबाट मस्त सुतियो मस्त खाइयो मस्त सुतियो नाउ वी आर हेडिङ तिमी अझै जाने हो कि आउँदै गर्छ के हो ओ नाइस प्लेस है यो चाहिँ डोकोमा हालेर लानु पर्ला जस्तो माथि एकजनाले बोकेर डोकोमा बसेर जान्छौ त डोकोमा गाह्रो नहोस् भनेर कस्तो चलेको हो कि ए मेरो स्ट्र्याटेजी हो यिनै त ठिकै सगरमाथा चढेको छ नि होइन कचवारी जित्छ लास्टमा जे भयो नि जितिसक्यो हाम्रो हामी भर्खर दोभान आइपुग्यौँ भनेपछि कति घन्टा 1 hour 30 minutes 1 hour 30 मिनट्समा हामी ब्याम्बोदेखि दोभान आइपुग्यौँ दोभान यस्तो छ पालुवा फेर्ने भन्छन् कि यस्तो रुखले होइन ठ्याक्क माथि बादल लाग्छ कालो बादल तर हामी 3:15 यहाँदेखि निस्किँदैछौँ रिक्स मोल्दै क्याप्टेन हामीसँग हुँदाखेरि मलाई केही डर छैन हेर न पुरै बादल के आकाशमा पुल छ यहाँबाट खोला क्रस गर्छौँ भनेर हजुरले के भन्नुहुन्छ क्या मजा आइरहेको छ यार मजा आयो हिमालय त्यो बुटलबाट आएको भन्ने उनीहरू त हिमालय पुग्यो नि हिमालय पुगिसकेर लड्न त लडेन नि लगाएन हामीले समाज फेरि बिहा गरेको छैन भन्छ त हामीलाई त ढाँटे बिहा गर्ने भन्थ्यो तपाईँ धेरै ह्यान्डसम भएर ढाँटे त्यो त हामी यहाँ बोलिरहेको एकछिन त्यो भिडियो गरेर देखाउनु होला र पानी परेर रोकिया रहेछ कि पानी परेर रोकिया हो कि यो हो नत्र बाटो यस्तो कसरी हुन्छ त्योहरू पनि हेर न कति ढिलो हिँडेको यार भेट्छौँ पुरै हाम्रो भएन बिहा नभएको हामी हामीले त्यस्तो भनेकै छैन बिहाको पुरै चले होइन हाम्रो त अब केटा खोज्ने कुरा मात्रै चलेको त्यो बिहाको लागि अर्कैलाई कसलाई अर्कै अर्कै भने होइन के पुरै चलेको अनि त्यो नेपालीहरूसँग पनि इङ्ग्लिस बोलेर उत्पात मचाएको त्यही त उहाँहरू त इङ्ग्लिस होला भन्ने सोचेको थियौँ हामीले अरे अर्को टिमले के हो यस्तो त्यो चिक्सहरू गएको थियो नि 4-5 जना तिनीहरूले
बिस्किट पनि अफर गरेर एउटा बिस्किट पनि खाएको बन बिस्किट तिनीहरूले ए उहाँहरू नेपाली हो हामीसँग त इङ्ग्लिसमा बोल्नुभयो त अरे खाइरहे थापै चाहिँ केटी नेपाली हो भनेर उसले त यो रन फास्ट यु रिच टु गाइड टु टुरिस्ट एन्ड वान गाइड डोन्ट वरी भन्दै चाहिँ हाम्रै पारामा ओ या भनेको पनि त्यसलाई त्यस्तो भयो त्यसलाई या दियो नि मैले इन्डियन पानी खाऊ तिनीहरू फेरि मैले देख्ने गरी बिना त बाहुबली छ न अन्डर 18 को बाहुबली झर्न यही हो ल शिवको मूर्ति साह्रो नि त यहाँ पिटा नै चाहिन्छ यो अल द वे फ्रम लन्डन हैन युके लन्डन या युके को ट्राभल हो लन्डन पेरिस सेन्ट एनर्जी फ्रान्सिस्को ट्याब्लेट भन्छ यसलाई चाहिँ हैन यसलाई उड्यो भने यो लगाइदियो कहाँ उड्दो रहेछ हेरौँ त हामीले त्यो खोला अरे अनि यसो गरौँ न ल उड त उडी उडी मन भाग्छ किन तिम्रैतिर हेर भलिबलसँग के पाइए थियो त्यस्तो भन्नु त भलिबलले ट्रफी दिएछ यहाँ हामीले हाले त्यहाँ लैन त्यहाँ गएर हेर्ने हो लैन मेरो फेभरेट कलर पिङ्क या लेट्स गो यो मान्छे त ल हजुर दिजुलाई दिजुको एक्सिडेन्ट भएको हुँदा भेनाजुले रेस्क्यु गर्दै हुनुहुन्छ दिजु किन बस्नु भयो त चक्क भनेको त यति राम्रो खेल्ने मान्छे ए। गिलास त खानै पर्छ भनौँ जानै दिएन त्यहाँको लोकलले त्यस्तो गरेपछि हामी बिराजु बाहुबली घरमा यहाँ रहेछ हो बेदिका तिमी डराएकै हो यहाँ तिम्रो हामी डरा होइनौँ किनभने हाम्रा बुढीहरू छन् यहाँ ल अगाडि बढौँ ठिक छ हेलो अन्नपूर्ण माता की जय हो ए घरमा हेलो बेबी ड्रोनले खिचेर होला बवाल देखिएको कि है ओए आहा चारों दिशाओं में सा वो छाया उसकी भुजाएं बदली कथाएं भागीरथी तेरी तरफ शिव जी चले जाने भएछौ अनि हामी यहाँ छौँ यो बेस्ट वाटरफलको निर चाहिँ एकदम धेरै पानी आयो सो हामी चाहिँ यहाँनिर रेनकोट लाउने सोचिरहेछौँ या त्यस्तो पानी झरनाको जादू के भयो होइन दुईटा बाटो छ कि यता हो यता त्यो Left. वेदिका पनि कन्फ्युज लेफ्ट स्योर हो त्यो यस्तो स्टोन मजाले छापेछ नि त हेर्नु न सेम सिमिलर प्याटर्न एउटा चाहिँ हामीले फिडब्याक चाहिँ दिनुपर्छ यहाँनिर चाहिँ राख्नुपर्ने भनेको मन्दिरबाट लगभग 20 मिनट्स होइन 20-25 मिनट्स माथि चाहिँ अलिकति कन्फ्युजिङ बाटो छ होइन त्यहाँनिर एउटा वे टु एबिसी भनेर एउटा राख्ने चाहिँ आवश्यक छ है होपफुली हामी पुग्छौँ होला हामी यसो बसेर टेन्सनमा लिएको त्यो जङ्गल हेरेर डराएको जाने कहाँ आइछ भनेको त त्यहाँ यहीँबाट देखियो यो ढुक्कले यार गोइङ झुन पाक्छिनु झुन पाक्छिनु अनि हिमालय 5:47 मा हामी यहाँ पुग्यौँ Now we are here.
होटल रोयल यहाँनिर के अरे हिमालयमा पुगेर चाहिँ राति सुत्ने बेला भइसकेको छ सबैजना अरू सकुशलै छौँ तर त्यो जुला अलिकति टाउको दुखिरहेछ अब यहाँनिर स्ट्रेचिङ चाहिँ चलिरहेछ त्यसमा हेल्प मेडिसिन पनि खाइसक्नुभयो अनि जिन्जर सुप पनि खाइसक्नुभयो सो अब चाहिँ सुत्नु पऱ्यो आँखा पुरै जुम भइरहेछ म्याडम चाहिँ फेरि पुरै किक्कन कताउनु भएको रिलेट गर्दैन अहिले राति नाति राम्रो छ नि गुड नाइट सी यु टुमरो के गरिरा भिडियो निदा आएको हो कि मेरो ए होला मेरो रहेछ